यो चाहिँ भिरे अमिलोको झार हो। यो चाहिँ हजुरहरूलाई शरीरमा जुका पर्दा विभिन्न भाइरसहरू, शरीरलाई काम नलाग्ने भाइरसहरू यसले मार्ने पनि काम गर्छ। र यसको अचार अथवा त्यत्तिकै यसको डाँठ तासेर खाँदा पनि हुन्छ। यो पहाडी र हिमाली क्षेत्रमा बारी हुँदी सजिलै पाइन्छ। हजुरहरूलाई खाना अपच हुँदाखेरि अथवा खाना खान मन नलाग्दा पनि एकदम खाना धेरै रुचाउँछ यसले। खाना खानुभन्दा 5 मिनट 7 मिनट अगाडि चाहिँ 1-2 वटा डाँठ तासेर हजुरहरूले खानुभयो भने हजुरहरूलाई खाना एकदमै रुच्छ। यो यहाँ हेर्नु होला, यस्तो हुन्छ। यो यसको डाँठ हुन्छ। यो चाहिँ तासेर खानुभयो भने चाहिँ जुका चुर्ना र खाना एकदम रुचाउँछ यसले। खाना खानुभन्दा 5-10 मिनट अगाडि अथवा केही छिन अगाडि खाँदा पनि खानुभयो भने एकदमै हजुरहरूलाई फाइदा गर्छ। हजुरहरूले यसलाई देखेर पनि नदेखे यस्तो नगर्नु होला। यो आयुर्वेदिकमा एकदम राम्रो अमिलो झार भन्दा पनि हुन्छ यसलाई, अथवा भिरे अमिलो भनौँ न। भिरे अमिलोको झार चाहिँ एकदम महत्त्वपूर्ण मानिन्छ। हजुरहरूलाई यसले प्रयोग गर्नु होला र कस्तो हुन्छ लाइक, कमेन्ट र सेयर गर्नु होला। हस्त, नमस्कार, धन्यवाद।